को लीग चरणको आधा भन्दा बढी खेलको नतिजा आइसकेको छ। अहिलेसम्म लीग चरणमा 16 वटा खेलको नतिजा आएको हो। अब प्रारम्भिक चरणमा 12 वटा म्याच मात्र खेल्न बाँकी छ। ताजा स्थितिमा सुदूरपश्चिम रोयल्स मात्र अपराजित छ। गत संस्करण उपविजेता सुदूरपश्चिमले 4 म्याच खेल्दासम्म अपराजित यात्रा कायमी राखेको हो। बाँकी टिमहरूले भने मिश्रित प्रदर्शन गरिरहेका छन्। एनपीएल अन्तर्गत शनिबार पनि 2 वटा म्याच राखिएको छ। शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा दोस्रो म्याचमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्नेछन्। यसैबीच आजको यस भिडियोमा शनिबारको खेल जित्न सक्ने टिम, उनीहरू बीचको विगत प्रदर्शन, प्लेअफ सम्भावना र लयमा रहेका खेलाडी बारे चर्चा गर्दैछौं। Hub International Education, study abroad expert since 2006. लुम्बिनी र पोखरा बीच हुने खेल शनिबार बिहान 11:15 बजेदेखि त्रिवी स्टेडियममा शुरू हुनेछ। प्लेअफ सम्भावना जीवित राख्न पोखरासँगको खेल लुम्बिनीका लागि निकै महत्वपूर्ण छ। 4 म्याच खेल्दासम्म उसले 3 मा हार तथा 1 खेलमा मात्र जित निकालेको छ। प्लेअफमा स्थान बनाउन उसले अब बाँकी 3 म्याच नै जित्नुपर्ने समीकरण बनेको छ। जारी सिजनमा लुम्बिनीले चितवन राइनोसलाई 6 विकेटले हराउँदै लिगको सुरुवात गरेको थियो। त्यसपछिको 3 खेलमा भने उसले लगातार हार बिहोर्यो। रोहित कुमार पौडेल नेतृत्वको लुम्बिनीले कर्णाली, काठमाडौँ र सुदूरपश्चिमसँग हार बिहोरेको हो। ऊ अब पोखरालाई हराउँदै लिगमा शानदार पुनरागमन गर्ने योजनामा छ। उता पोखरा दोस्रो जितको खोजीमा छ। उसले सुरुवाती 2 म्याचमा लगातार हार बिहोरेपछि तेस्रो खेलमा जित निकाल्यो। कुशल भुर्तेल नेतृत्वको पोखराले पहिलो र दोस्रो खेलमा क्रमशः विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग हार बिहोर्दा तेस्रो म्याचमा गत संस्करण च्याम्पियन जनकपुर बोल्ट्स विरुद्ध 25 रनको जित दर्ता गर्यो। ऊ अब लुम्बिनीलाई हराएर लय जारी राख्न चाहन्छ। जारी सिजनमा कुशल भुर्तेल, सुमित वर्मा, विपिन खत्री, जिमी निशम ठिकठाक लयमा छन्। उता लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेल, रुबेन टर्पलम्यान र गुलबदिन नाइबले राम्रो प्रदर्शन गरिरहेका छन्। हालसम्म एनपीएलमा पोखरा र लुम्बिनीले 1 म्याचमा प्रतिस्पर्धा गरेका छन्। गत संस्करणमा भएको उक्त खेलमा लुम्बिनी विरुद्ध पोखराले 10 विकेटको कीर्तिमानी जित निकालेको थियो। ऊ यसपालि पनि सोही लय दोहोर्याउन चाहन्छ। यता लुम्बिनी त्यो हारको बदला लिँदै पोखरालाई स्तब्ध पार्ने दाउमा छ। शनिबार नै हुने सुदूरपश्चिम र जनकपुर बीचको खेल अपराह्न 3:30 बजेदेखि शुरू हुनेछ। जारी सिजनमा गत विजेता जनकपुर खराब लयमा छ। हारमा ह्याट्रिक गरिसकेको ऊ पहिलो जितका लागि संघर्ष गरिरहेको छ। जनकपुरले काठमाडौँ, विराटनगर र पोखरासँग हार बिहोरिसकेको छ। शीर्ष 2 को दौडबाट आउट भइसकेको ऊ अब टप 4 मा पुग्न पूरा कोसिस गर्नेछ। त्यसका लागि जनकपुरले बाँकी 4 खेलमा लगातार जित्नुको विकल्प छैन। अङ्क विहीन ऊ अहिले तालिकाको पुछारमा छ। उता सुदूरपश्चिमको प्लेअफ यात्रा भने 3 खेल अगावै बलियो बनेको छ। यदि शनिबार जनकपुरलाई हराएमा उसले 2 म्याच अघि नै प्लेअफमा स्थान सुरक्षित गर्नेछ। सुदूरपश्चिमले काठमाडौँ गोर्खासलाई हराउँदै जारी संस्करणको सुरुवात गर्यो। त्यसपछिको खेलमा उसले पोखरा, कर्णाली र लुम्बिनी विरुद्ध पनि जित निकाल्यो। ऊ अब जनकपुरसँगको खेलमा पनि जित दर्ता गरेर आफ्नो अपराजित यात्रा कायमी राख्ने योजनामा छ। जारी सिजनमा सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरी, विकेट किपर विनोद भण्डारी, अलराउन्डर हरमित सिंह, बलरद्वय अविनाश बोहरा र हेमन्त धामी उच्च लयमा देखिएका छन्। उता जनकपुरको टिमका लागि सञ्जय कृष्णमूर्ति बाहेक अरू खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन्। एनपीएल इतिहासमा हालसम्म सुदूरपश्चिम र जनकपुर बीच 3 खेलमा भेट भएको छ, जसमा सुदूरपश्चिमले 2 र जनकपुरले 1 खेल जितेको इतिहास छ। गत सिजनको लीग चरण र प्लेअफको खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो, तर उसले फाइनलमा भने जनकपुरसँग 5 विकेटको हार बिहोर्दै उपाधि गुमायो। ऊ यसपालि त्यो हारको बदला लीग चरणमै लिने योजनामा छ। उता अनिल कुमार शाह नेतृत्वको जनकपुर शानदार लयमा रहेको सुदूरपश्चिमलाई हराउँदै जितको खाता खोल्ने दाउमा छ। शनिबारको खेल जित्न सक्ने टिमको अनुमान गर्दा पहिलो म्याचमा पोखरा तथा दोस्रो खेलमा सुदूरपश्चिम विजयी हुने सम्भावना छ। तपाईको विचारमा चाहिँ शनिबारको खेलमा कुन टिमले जित हात पार्लान्? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि यस्तै सामग्रीका लागि फरकधारको युट्युब च्यानललाई सब्स्क्राइब तथा पेजलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।